यिनको नाम हो रोनी कोलिमेन। सन् 1964 मा अमेरिकामा जन्मिनुभएका रोनाल्ड डीन कोलिमेन, जसलाई चाहिँ बडी बिल्डिङ दुनियाँको बादशाह अर्थात् द किङ अफ बडी बिल्डिङ भनेर पनि भन्ने गरिन्छ। यदि तपाईँ पनि बडी बिल्डिङमा इन्ट्रेस्टेड हुनुहुन्छ र बडी बिल्डर सम्बन्धी जानकारी राख्न चाहनुहुन्छ भने रोनी कोलिमेनको नाम पक्कै पनि सुन्नुभएको होला। सन् 1998 देखि लगातार 8 चोटि मिस्टर ओलम्पिया टाइटल जित्ने रोनी कोलिमेनलाई बडी बिल्डिङ दुनियाँको किङ भनेर भन्ने गरिन्छ। उनको बडी यति खतरनाक, हेर्दाखेरि एकदमै म्यासिभ, एकदम बलियो र सिमेट्रिकल थियो र उनका प्रतिस्पर्धीहरू उनको शरीर देखेर नै डराउने गर्दथे। यहाँ हामी देख्न सक्छौँ रोनी कोलिमेन, जे कटलर, डेक्स्टर ज्याक्सन जस्ता महान बडी बिल्डरहरू जो रोनी कोलिमेनलाई चाहिँ एकहोरो हेरिरहन्थे र सन् 1998 देखि 2005 सम्म लगातार 8 चोटि मिस्टर ओलम्पिया जितिसके पछाडि सन् 2006 मा चाहिँ जे कटलरले मिस्टर ओलम्पिया च्याम्पियन जितेका थिए र उनले रोनी कोलिमेनलाई चाहिँ हराएका थिए। त्यति बेलासम्म रोनी कोलिमेनको बडी र शरीर पनि अलि बुढो भइसकेको थियो भने उनको सिमेट्री पनि बिग्रिँदै गइसकेको थियो। तर जुन प्राइम रोनी कोलिमेन थिए उनलाई कसैले पनि 8 वर्षसम्म हराउन सकेको थिएन। उनसँग प्रतिस्पर्धा गर्ने केभिन लेब्रोनी र फ्लेक्स व्हिलर जस्ता खतरनाक बडी बिल्डरहरूले पनि रोनी कोलिमेनलाई हराउन सकेको थिएन। उनको अगाडि कसैको केही पनि जोर लाग्दैन थियो। उनको बडी नै टाल शरीर थियो, त्यस्तै उनको डाइट त्यस्तै थियो र उनको जिममा चाहिँ धेरै नै मिहिनेत गर्ने गर्दथे र उनले मिहिनेत गर्ने बेलामा, वेट लिफ्टिङ गर्ने बेलामा आफ्नो जिममा रहेका अत्यन्तै भारी डम्बेलहरू उठाउने गर्दथे, जुन डम्बेलमा धुलो लागेको हुन्थ्यो र सबै बडी बिल्डरहरू उठाउन खोज्दैनथे। त्यस्ता भारी डम्बेलहरू उठाएर चाहिँ उनी ट्रेनिङ गर्ने गर्दथे भने करिब 360 केजी डेडलिफ्ट गर्ने गर्दथे, जसको कारणले उनको हिपमा र उनको चाहिँ पछाडि ब्याकमा चाहिँ इन्जुरी हुनु पुग्यो र आजको समयमा कैयौँ पटक चाहिँ सर्जरी गरेर अहिले उनको शरीर बिग्रिएको छ। अहिले चाहिँ उनी हिँड्न सक्ने अवस्थामा छैनन्।